ल आज कुकुर तिहारको दिन हाम्रो लियोको पूजापाठ गर्ने कार्यक्रममा म अब जुटिसकेको छु। लगभग हाम्रो लियो यहाँ छ। लियो र भाइ यस्तो छ यसको होलिया। टक्क लियोलाई पूजापाठ गरेर पूजापाठलाई मालासाला खोज्ने कार्यक्रम छ मेरो। अब म लियोको लागि फुल ल्याउन जाँदैछु हाम्रो मकै साथीको। यस्तो छ हाम्रो माहौल। यहाँको तरकारीहरू छ, फलफुलहरू छ, टमाटरहरू छ, केराहरू छ, फुलहरू छ। हाम्रो लियोलाई सानो सानो चिटिक्क परेको माला मैले अब गराउने कार्यक्रम छ। फुलसुल टिप्छु अब म। ओहो लियोलाई आज चटक्क पारेर टक्क लाएर ल म फुलसुल टिपिसकेँ। लियोलाई ट्याक्क मालासाला लगाइदिन्छु। यस्तो छ माला रेडी भइसक्यो। अब यो कुकुरको लागि हाम्रो बोय हिँड्दै हुनुहुन्छ। आज के कुकुर पूजा थाहा भएको छ कि छैन तपाईँले? अहिले थाहा पाउनुभयो? हो त्यही हो, आज कुकुरको पूजा हो। ढल्या बोटका ल्याउँ, ढल्या बोटका ल्याउँ क्या। लियोले खाँदैछ मासु। पूजापाठ भइसक्यो यसको।